गुनगुन भैया बन्द। ल यसको क्वेशन नम्बर कतिमा छौं? 3 को च सकिएन किन नहोला है? ल चित्र यस्तो छ हाम्रो। यो एंगल कति दिएको छ? 150 डिग्री। यसलाई x यो y नाम दिएको छ छैन, हामीले नाम राख्दियौ। त्यही एबिसी मात्र राख्नु। ल PQRS भनेर हामीले नाम राखियो। अब यसमा हामीले x र y को भ्यालु निकाल्नु पर्ने छ हैन? छ कि छैन? छ। भनेपछि हामीले अब यो त्रिभुजमा हेर्ने हो भने यो भित्रको यो PQR त्रिभुजमा यो कति छ? 90 छ, 90 डिग्री छ। x भ्यालु थाहा छ? y थाहा छ? छैन। भनेपछि यो दुईटा मध्ये एउटाको भ्यालु थाहा भएको भए हामीले तीनटा जोडेर 180 बनाएर त्यो थाहा नभएको भ्यालु निकाल्थ्यौं। तर अब हामीलाई x पनि थाहा छैन, y पनि थाहा छैन। भनेपछि पहिला कि x कि y को भ्यालु निकाल्नु पर्यो। हामीले यहाँ y को भ्यालु निकाल्न सकेनन्, त्यसकारण पहिला हामीले के को निकाल्छौं? x को निकाल्छौं। त्यो कसरी निकाल्छौं त भने यो पुरै स्ट्रेट एंगल हो कि हैन यो? अनि यो कति छ? 150। अनि यो कति हुनु पर्यो? कति हुनु पर्यो? 30 हुनु पर्यो हैन? अनि बल्ल यो 90, 30 र 60 आउँछ बल्ल। जोड्दा कति हुनु पर्यो? 180। अब यसको पहिला हामीले सिधै डाइरेक्ट x बराबर 30 लेख्न पाइएन। त्यसलाई अब यसरी लेखिदिनु पर्यो। कुन कुन एंगल जोड्दा 180 हुनु पर्यो भने एंगल यसको नाम भन्न त यो 150 वाला एंगल PRS मा कुन एंगल जोड्नु पर्यो? कुन? कुन एंगल जोड्नु पर्छ यहाँ? PRQ जोड्दा कति हुनु पर्यो? 180 डिग्री। कारण के? सरल कोण, स्ट्रेट एंगल। सरल कोण कति डिग्री को हुन्छ? 180। म यति मात्र लेख्दिए। ल अब यो PRS हामीसँग कति छ? 150 छ। अनि PRQ कति छ? x छ बराबर 180। अनि x लाई यतै राखौं। अनि 180 डिग्री माइनस 150 डिग्री गर्दाखेरि यहाँबाट x को भ्यालु कति आयो त? 30 डिग्री आयो। x को भ्यालु आयो। आएन? आयो। अब नाउ यो 30 आयो भनेपछि अब यो निकाल्न सकिन्छ कि नै? सकिन्छ? यो तीनटा जोड्दा कति हुनु पर्यो? 180। त्यहीबाट निकाल्ने। ल फटाफट लेख। यो सारा अनि लेख्दै जाऊ। म पनि यहाँ फटाफट लेख्दै जान्छु।
छको म सरसर्ती भनिदिन्छु मात्रै। यो एङ्गल कति 6x डिग्री, यो x डिग्री र यो 2x डिग्री। यो त्रिभुजका तीनवटा भित्री कोणहरूको योगफल कति हुन्छ 180। त्यसकारण यो तीनवटा जोड्दा कति हुनु पर्यो 180 हुनु पर्यो। भनेको यसलाई नाम दिने, सबभन्दा पहिला त्यो नाम अनुसारको एङ्गल जोड्दा बराबर 180 गर्ने, अनि त्यहाँ रिजन दिने, अनि त्यसपछि सेकेन्ड स्टेपमा यो x 2x र 6x जोड्दाखेरि कति हुनु पर्यो 180। अनि यो तीनवटा जोड्दाखेरि कति भयो 9x बराबर 180 डिग्री, अनि x भनेको यहाँबाट 180 डिग्री डिभाइड बाई 9 गर्दाखेरि 9 2 जा बराबर यसरी कति आउँछ 20 डिग्री आउँछ। यसलाई चाहिँ अब मिलाएर लेख्ने, ठिक छ। भए पनि नभए पनि गर्नु पर्यो। अब कुन अति लगातार भन्छ हो भने म सबै म गर्दिन भनिदिन्छु मात्रै है। कुन कुन भुजा बराबर छ भने यो भुजा, यो x डिग्री, यो y, यो बाहिरको z। म हिन्ट मात्र दिएँ यहाँ। अघि नै हामीले गरे जस्तै यसलाई एउटा मान्ने के मान्ने भने यो एङ्गललाई जस्तो x y z छ, एउटा कुनै मान्ने भनेको यसलाई मैले p मानिदिएँ। यो एङ्गललाई है हामीले मानियो p मानियो भनेपछि अब यो p चाहिँ कति हुन्छ कति हुन्छ यो 60 डिग्री आउँछ हैन 60 आउँछ। अनि यो 60 आइसकेपछि हामीलाई यहाँनिर एउटा समद्विबाहु त्रिभुज दिएको छ जसमा यो भुजा र यो भुजा के दिएको छ बराबर दिएको छ भनेपछि आधार भुजा कुन भयो। अब नाम लेखे सजिलो होला नि। अब आधार भुजा कुन भयो सीई भन्ने भुजा के भयो आधार भुजा भयो। त्यो आधार भुजा भयो भने अब कुन कुन एङ्गल बराबर हुनु पर्यो कुन कुन भुजा बराबर हुनु पर्यो। यो आधार भुजा हो, कुन कुन भुजा हो कि कुन कुन एङ्गल चाहिँ बराबर हुनु पर्यो। नाम त्यहाँ प्रत्येकको सिधै डाइरेक्ट
एउटा नाम छ। बीसी एङ्गल हुन्छ। बी एङ्गल हुन्छ। ए बाबा यसको एपी भन्ने छ हो, यो यक्स छ, यो वाइ छ, यो जेड छ, कुन कुन एङ्गल बराबर भन्ने। अब यक्स र वाइ यिनीहरू के एङ्गल भए, आधारका कोण भए भनेपछि यो र यो के हुन्छन्, बराबर हुन्छन्। भनेपछि यसलाई के मान्ने, वाइ मान्दा पनि भयो, होइन भने यसलाई के मान्ने, यक्स मान्ने। भनेपछि अब यो यक्स, यो पनि यक्स, अनि 60 जोड्दा कति हुनु पर्यो, 180। त्यहाँबाट के यक्सको भ्यालु आउँछ, आउँदैन? त्यो यक्स जति हुन्छ वाइ पनि कति हुन्छ, त्यति नै हुन्छ। त्यसरी लेखिदिने। अनि यो यक्स आइसकेपछि यो यक्स र फेरि यताको जेड जोड्दाखेरि कति हुनु पर्यो, 180 हुनु पर्यो नै। यो स्ट्रेट एङ्गल भयो कि नै, सरल कोण भयो। त्यसरी चाहिँ त्यहाँबाट के को भ्यालु आउँछ, जेडको भ्यालु आउँछ। ल यो काम त्यसरी गर्ने। त्यसै गरी अर्को झको, झमा के छ भने झको सकिन्छ। यो एङ्गल कति छ, यो ल सजिलो छ। यो 60 भइसकेपछि यो यक्स कति होला, हो 120 आउँछ। कसरी लेख्ने भन्ने कुरा आइडिया अघि नै क्वेसनबाट आइसक्यो। यो 120 भइसकेपछि फेरि यो कति हुन्छ, यो पनि 60 हुन्छ। नभए हामीले क्लास 7 मा पनि पढेको हुनसक्छ। यो विपरीत शीर्षाभिमुख कोण भयो कि भएन, विपरीत शीर्षाभिमुख कोण के हुन्छन्, बराबर हुन्छन्। भनेपछि यो 60 भइसकेपछि यो कति हुन्छ, 60 हुन्छ। अब यो 60, 45 र वाइ जोड्दाखेरि कति हुनु पर्यो, त्यहाँबाट वाइ को भ्यालु आउँदैन, आउँछ। कहाँबाट अप्ठ्यारो छ त, के छ भनिरहेको छु। ल झगो त्यसरी गर्ने। अब कति राम्रो छ हो यो भुजा र यो भुजा बराबर होइन, समानान्तर छ भन्छ। यो एङ्गल कति दिएको छ, यो एङ्गल यो अनि ल यो पनि म भनिदिने काम गर्छु। ए बी सी डी, ल एकदम सजिलो छ। भाषा तिमीहरूले मिलाऊ, तिमीहरूलाई नि हुन्छ। ल हेर त, अब यहाँ कहाँबाट सुरु गर्नु पर्यो भने जस्तो यहाँ एबी भन्ने भुजा र यो सिडी भन्ने भुजा समानान्तर दियो कि दिएन, दियो। समानान्तर भुजा दियो भनेपछि हामीले के पढाएको छौँ भने यदि दुईवटा समानान्तर रेखालाई एउटा छेदकले काट्दा भनेको एउटा छेदक यहाँ के भयो, एडी भयो। छेदक यहाँ के भयो,
एडी भयो। केही भएको छैन। अब यहाँनिर हामीले एकान्तर कोण भन्ने एउटा पढाएको छौँ। एकान्तर कोण कस्तो आकारको हुन्छ? जेट आकारको हुन्छ। त्यो जेट सुल्टा पनि हुनसक्छ, उल्टा पनि हुनसक्छ। यहाँ यो यहाँनिर बनेको एङ्गल अनि यो यहाँनिर बनेको एङ्गल यिनी आपसमा के हुन्छन्? बराबर हुन्छन्। त्यसो हो भने अब यहाँनिर हेर त, सिम्पल त छ। यो जेट र कुन यो 42 बराबर हुनु परेन? पर्यो। कारण के हो? अब यसलाई पहिला नाम दिने ट्याक्क यसरी, अनि एङ्गल यो बराबर एङ्गल यो भनेर ट्याक्क गर्ने, अनि यतातिर रिजन के लेख्ने? एकान्तर कोण भएकोले भनेर दिने। त्यसै गरी जेटको भ्यालु आइसक्यो, आएन? अर्को त्यसै गरी यतातिर फेरि यो 38 र यो y इक्वल हुन्छ कि हुन्न? भनेपछि यो y को पनि भ्यालु आयो कि नै? आयो। जेटको पनि आयो, y को पनि आयो, बच्यो के? x। अब जेटको भ्यालु कति आएको थियो अरे? 42 आएको होइन? 42 आयो। अब 42, 38 र x जोड्दा कति हुनु पर्यो? 180 हुनु पर्यो। त्यहाँबाट x को भ्यालु आउँछ। आउँछ नि होइन? बस गाह्रो रहेछ। यत्रो गरेर फेरि 6 भन्छ। अब नेक्स्ट कुन भनिदेऊ? अहिले फेरि त्यही वाला ट फेरि अघि नै पनि त त्यही भन्थेस्। कहाँ अप्ठ्यारो छ? त्यस्तो सजिलो छ भन्छ आफैले। ल हेर यहाँ यो के छ? यता हेर, यता हेर। कहाँ छ अरू? यो 60 डिग्री छ, अनि यो अनि यो भुजा र यो भुजा के छन्? समानान्तर छन् भन्छ। अब के गर्नु पर्यो भने के छ धनराज? ठिक छ? कुन दिन तिम्रो मुख कुच्चिने गरी हान्छु अनि बोल्न मेसो पाउँछ। ल दुईवटा समानान्तर रेखा छन्, त्यसलाई एउटा छेदकले काट्दाखेरि हामीले एकान्तर कोण मात्रै होइन अरू अरू कोण पनि पढाएको थियौँ। सङ्गत कोण भन्ने एउटा पढाएको थियौँ। सङ्गत कोण पढाएको थियौँ। अर्को कर्मागत भित्री कोण भन्ने पढाएको थियौँ। एकान्तर कोणको कुरा अघि आइसक्यो। सङ्गत कोण भनेको कस्तो कोण भने कस्तो कोण होला? जस्तो मैले यहाँ नाम दिन्छु, मलाई के भन्नु पर्यो भने कुन कुन चाहिँ सङ्गत कोण हुन् भन्नु पर्यो। ल एफ जी एच मलाई के भन भने यो जी भनेको डिजिएच सँग सङ्गत, यसको सङ्गत जोडा कुन होला? डिजिएच सँग सङ्गत कोण हुने अर्को एङ्गल मलाई यति चाहियो, यसको सङ्गत कोण चाहियो। हामीले नपढेको होइन। सङ्गत कोण कस्तो हुन्छ भनेको थियौँ?
सी कर्मागत भित्री कोण हो यफ जस्तो त यफ जस्तो त्यसलाई कसरी पत्ता लगाउनु त यहाँ यो जता फर्क्या छ त्यतै फर्केको हुनु पर्यो कुन होला ए डी ई त्यसै गरी ल मैले यो एंगल भने यसको कर्मागत भित्री कोण कुन होला एच जी बी हो यो यसरी चाहिँ हामीले के थाहा पाउनु पर्यो संगत कोण थाहा पाउनु पर्यो संगत कोणहरू के हुन्छन् यो पनि के हुन्छन् आपसमा बराबर हुन्छन् ल त्यति थाहा पाइसकेपछि त हेर त अब यो यक्ष भन्नु र यो 60 जुन छ यो संगत कोण भयो कि भएन अनि यक्षको भ्यालु कति रहेछ बस यक्ष आइ त गो आएन अरु पनि आउँछ अब अनि हामीलाई कर्मागत भित्री कोण भन्ने पनि थाहा छ हैन थाहा छ कि छैन थाहा भइहाल्छ नि थाहा छैन भन्ने हेरौँ त यो एंगल सँग कर्मागत भित्री कोण हुने यसको जोडा कुन होला जी मा धेरै एंगल बने त्यो ठ्याक्कै यसको कर्मागत हुने एंगल चाहियो डी डी जी एफ यो एंगल हैन यिनीहरु जोड्दा कति हुनु पर्यो 180 भनेपछि अब हेर त यहाँनिर अर्को मेथडबाट पनि आउँदो रहेछ ल जस्तो यो 65 भयो हैन यो एंगल र यो 65 जुन छ अनि यो पुरै एंगल कर्मागत भित्री कोण भयो कि भएन भयो भनेपछि यो तीनवटा जोड्दा कति हुनु पर्यो 180 y को भ्यालु आएन आयो बुझिन यो एंगल भनेको यो जुन 65 छ यो 65 भएको एंगल र यो पुरै एंगल यो कर्मागत भित्री कोण भयो कि भएन सी आकारको बनेको त्यो जोड्दा कति हुनु पर्यो 180 तर यो एंगल फेरि दुईवटा एंगल मिलेर बनेको छ एउटा y अर्को 60 डिग्री अनि त्यसरी यो तीनवटा जोड्दा कति हुनु पर्यो 180 एउटा आइडिया त्यो भयो अर्को आइडिया फेरि यस्तो हुन सक्छ यो 60 छ भने यक्ष कति आथ्यो 60 नै आथ्यो यो 60 डिग्री हो यो 60 डिग्री छ भने यो पनि 60 हुन्छ कि हुँदैन यो अनि यो तीनटा जोड्दा कति हुनु पर्यो त्यहाँबाट पनि आउँछ छैन सजिलो छ कि नै अरु कुनै भन्न त देऊ पहिला कसले भन्छ दुईटै गर्दिनु फेरि छाया जस्तो त्यहाँ आउँछ यो यक्ष यो झन् सजिलो रहेछ हेर त त्यही त अनि ल यहाँनिर हेर मात्रै बुझेन भने म गरिदिन्छु के भनेकै छैन यहाँ हेर यो यक्ष छ यो 2x छ यो कति छ 45 तीनटा जोड्दा कति हुनु पर्यो त्यहाँबाट यक्षको भ्यालु आउँछ कि आउँदैन आउँछ
यति त मान्यौ नि हैन। अनि x को भ्यालु आइसकेपछि त्यसमा 2x को भ्यालु निकाल्न सकिन्छ। x 5 आयो भने 2x कति हुन्छ 2 * 5 गर्दाखेरि 10। यसरी 2x आउँछ कि आउँदैन। अनि यो 2x जति छ y पनि के हुन्छ त्यति नै हुन्छ। कर्मागत र एकान्तर कोण भएको भएन जेट आकारको यो एंगल र यो एंगल। जब भन्यो तब देखिन्छ। सजिलै त छ छैन। बल्ल छ भने यसलाई बस। अब कहाँ जाउँ। पहिला भन्न दियो के अनि नभनिकन किन गर्दिन् त। यो एंगल कति छ जेड। यो एंगल यो एंगल वाई। यो 2x माइनस 5 डिग्री। यो 2x प्लस 5 डिग्री। ल अब हेर है भाषा तिमीहरूले मिलाउने है। यो सार्न पाइँदैन है। सार्न पाइँदैन म गरिदिन्छु। त्यही त सार्न पाइँदैन म गरिदिन्छु। यसलाई भाषा तिमीहरूले मिलाउने भन्दैछु है। ल यहाँनिर हेर त। यहाँनिर एउटा यो नाम दिए सजिलो होला नि। ल हल्ला नगर। देखिया छ यो कलर रातो देखिन्छ होला टक्कै हुन्छ। अब यहाँनिर एउटा MNO भन्ने एउटा ट्रायंगल छ कि छैन। यसमा तीनवटा एंगल छन्। यो x छ, यो 2x - 5 छ, 2x + 5 छ। यो तीनवटा जोड्दा कति हुनु पर्यो 180। ल त्यहाँबाट x को भ्यालु आउँछ। गएर है अरे गरिदिन्छु के न। यो x प्लस 2x - 5 प्लस 2x + 5 जोड्दा 180 आउनु पर्यो। अब x वाला जोड। एउटा x 2x 3x भयो अनि यो 2x गर्दा 5x भयो। अनि यो -5 छ यो के छ +5 छ क्यान्सल भयो बराबर 180 हो। अब यहाँ x डिवाइड बाई 180 डिग्री डिवाइड बाई 5 गरेर त कति आउँछ 36 हैन। x को भ्यालु आइ त आएन आयो। ल अब हेर सुन। अब x को भ्यालु आइसक्यो भनेपछि अब हामी y को भ्यालु निकाल्नतिर लाग्यौं। y को भ्यालु कसरी निस्किन्छ होला सोच त। y को भ्यालु c भन्ने कहाँ छ र q र x y z त्यो जोड्दा 180 हुन्छ ठीक छ। तर z को भ्यालु थाहा छ छैन। कि त z को भ्यालु थाहा भएको भए त्यो पनि गर्न मिल्थ्यो। अरु आइडिया त्यो z खोज्न ट्राई गर त। भेटियो 2x - 5 ह भेटियो। ल y सँग भन्न। हजुर ल y सँग y यो सँग कुन एंगल बराबर n बराबर छ y सँग 9 2x
हो यो 2x प्लस 5 के हुन्छ बराबर हुन्छ। यसलाई कसरी लेख्ने भने नाउ ट्रायंगल कुन यो y भनेको QMO सँग कुन एंगल बराबर यसलाई नाम के भन्नु पर्यो MON बराबर हुनु पर्यो त भनेको यो y बराबर के आउँछ त 2x प्लस 5। अब हेर त यो 2x को भ्यालु हामीले आगे आएन कति रहेछ 36 प्लस 5 कति भयो यो मल्टिप्लाई गर्दा 36 × 2 72 प्लस 5 जो जोड्दाखेरि कति भयो 79 y को भ्यालु आगे आएन 5। अब यो x y र z जोड्दा कति हुनु पर्यो 180 सीधा रेखामा कहाँ ए 77 ल यो जोड्दाखेरि अब कति आउनु पर्यो z मा 180 आउनु पर्यो कि नै यो x y र z जोड्दाखेरि त्यो पनि आयो। अनि अर्को आइडिया फेरि हामीले यो y को निकाले जस्तै यो z चाहिँ फेरि कुन एंगलसँग बराबर हुन्छ यो 2x - 5 सँग इक्वल हुन्छ कि हुन्न हुन्छ बस आउँदैन होला आउँदैन ल यसरी चाहिँ अब यो फिनिश गर्ने बधाई छ ल।